साथीहरु आज चाहिँ हामी मोमो बनाएर खान लागेको अनि उ चाहिँ एकदम के भन्ने हो बनाउने मान्छे हो अनि चाहिँ मोमोको अचार चाहिँ यसरी बनाउनु पर्छ साथीहरु टमाटर सुकेको खोर्सानी धनिया अदुवा लसुन टिम्बुर लाएर चाहिँ पानीमा उमाल्ने आधी घण्टा जति अनि यो चाहिँ मोमोको किमा चट्टा लाएर बनाउँदै छौं अब बनाउने हो खाने हो लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्दिनु होला बनाउन थालौं एकजना बेलौं एकजना पोको पारौं तिमी बेल्ने म बनाउनु गाइजहरु मोमो पनि बनाएको हेर्नु यो चाहिँ राम्रो हुन्छ है इलेक्ट्रिक हुन्छ कि त्यो अटो खुल्ला हो भने यो चाहिँ सही हुन्छ है ल्यायो सरै अब किमा हाल्नु नि तर लगाउँछ नि त टाइम भएन छिटो गर्नु हो मैले त बनाएको क्या हो अनि अब हामीले खाने हो के त ल साथी हो मैले बनाएको मोमो हेरिदिनु होला कस्तो छ कमेन्ट पनि गरिदिनु होला यता हाम्रो गाइजहरु पुरा बब्बा लाउँछ हाम्रो गाइजहरु पुरा यस्तो भिडिरहेको छ पुरा हैन अर्को गाइज माथि एकदम अनलाइन क्लासमा बिजी छ इन्डिङमा चाहिँ एकदम रमाइलो हुनेछ है आज जे होस् डेक्सी ड्राइभर आउँदैछ उहाँको फेस पनि हेरिदिनु होला धेरै नि तर आउने पो कतिखेर हो डर लाग्यो पर ani yes mama kacar oh lo साथीहरु मोमो कचार हेर्नुस् ल मोमो कचार मिठो मिठो अनि टमाटर त 1 केजी नै लाग्यो नि त लाउनु यस मोमो कचार साथीहरु मोमो पाक्यो अब खाने हो हामी चट्ट लाएर बसेर बेलुकाको डिनर चाहिँ हाम्रो मोमो हो यता फेरि हाम्रो साथी चाहिँ एकदम झुल्लै छे लु निन्द्राले पुरा सिकिस्त छे लु यहाँ मोमो आयो कान्छी मोमो आयो मोमो खाने बेलामा लाइन गइदिएर यस्तो बिजोग छ पुरा लाइट बालेर छौं ल हामी खाने 4 जना छौं फुच्चीलाई उता लाइदिएको छौं यस्तो छ त मोमोहरुमै अचार ल्याउन कला भएमा त ल लाइन गयो खाने बेलामा यस्तो भएपछि के गर्नु होला नि जिन्दगी गोरेटोमा टर्च लाइट बालेर भए पनि खानु परेछ मोमो हेर्नु है साथीहरु मोमो हेरिदिनुस् हाम्रो मोमो के गर्नु खाने बेलामा लाइन गइहाल्यो र पनि खानै पर्यो कस्तो लाइन गयो तनाव भयो लाइन गएर छ तातो यस्तो लाइन गएर ओके सजिना राई छ है मिठो
त्यो लाइन गएर बिजोक भयो क्या यो हात बनाउने मोमोहरू फेरि फेरि खान पाएँ म भाँडा बाँच्न रेडी थिएँ एकजना नदिए पनि एक डल्लो नै नदिए पनि रेडी डेक्ची ड्राइभर खाने बेलामा लाइन गयो यो कुलमान घिसिङ हटाउने मान्छेले चाहिँ जहाँ भेट्यो त्यहाँनिर लत्तले हार्नुपर्छ है साथी हो ओभर बोल्छिन है हाम्रो साथी चाहिँ ल रिसले यो चाहिँ फेरि नराम्रो नसोचिदिनु होला अनि मोमो खाइसक्नु लागिसक्यो साथीहरू लाइन अहिलेसम्म आएको छैन ल हेर्नु है तपाईँहरूलाई सुरुदेखिकै भिडियो हेर्दाखेरि थाहा भइहाल्छ मोमो त यस्तो भयो है खाइसकेर हाल मात्रै रह्यो लाइन पनि आयो लाइट मारिदिउँ हौ अहिले त बनाउँदैन अगाडिदेखि राम्रै आउँदैन अलिक पछाडि क्यामेरा कति चाहिँ मिठो सबैसँग बसेर खाएर होला सायद नभएर म भात जस्तै खान्छु लाइट चाहिँ बलेको भयो त हाम्रो बोलोस् न लाइटमा हो लाइट सबै यसरी मोलेर खाँदा त कति मिठो भएको हो यसरी मोल्यो मोमो अनि खायो भात जतिको यही खोर्सानी